अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा पुग्दा मुलुकको अर्थतन्त्रमा गम्भीर दबाव सिर्जना भएको छ। अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै जाँदा नेपाली रुपियाँको क्रय शक्ति घटेको छ, जसको प्रत्यक्ष मार उपभोग्य वस्तुको मूल्यमा परेको छ। विशेष गरी पेट्रोलियम पदार्थ, खाद्यान्न र औद्योगिक कच्चा पदार्थ जस्ता आयातित सामग्रीहरू महँगो हुँदा सर्वसाधारणको भान्सादेखि निर्माण क्षेत्रसम्म महँगीको चर्को राप महसुस गरिएको छ। नेपाली मुद्रा र भारतीय रुपियाँ बीचको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुनासाथ नेपाली रुपियाँ पनि स्वतः कमजोर हुने बाध्यताले गर्दा नेपालले नखाएको विष लाग्ने स्थिति बेहोरिरहनु परेको छ। बजारमा महँगीले सीमा नागिरहेको भए पनि नेपाली समाजमा यसको विरुद्धमा खासै ठूलो सङ्गठित आवाज वा चासो देखिएको छैन। महँगी बढ्दा पनि जनजीवनमा खासै वास्ता नभएको जस्तो देखिनुमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले एउटा सुरक्षा कवचको काम गरेको अर्थशास्त्रीहरू बताउँछन्। डलर महँगो हुँदा विदेशबाट पैसा पठाउने परिवारले बढी नेपाली रुपियाँ प्राप्त गर्ने भएकाले बढेको मूल्य थेग्न उनीहरूलाई केही सहज भएको छ। यसका साथै अनौपचारिक अर्थतन्त्रको विस्तार र आम मानिसमा मूल्य वृद्धिलाई नियति मान्ने प्रवृत्तिका कारण पनि महँगीप्रति खासै ठूलो प्रतिरोध नदेखिएको हो। यसैबीच बहुमूल्य धातु सुनको मूल्यमा आएको उतार चढावले लगानीकर्ता र सर्वसाधारण दुवैलाई चकित पारेको छ। एक दशक अघिको तुलनामा सुनको मूल्यमा अकल्पनीय वृद्धि भएको छ। सन् 2016 तिर प्रति तोला 50 देखि 55,000 रुपियाँको हाराहारीमा पाइने सुन सन् 2026 मा आइपुग्दा 2,70,000 रुपियाँ नागिसकेको छ। 10 वर्षको छोटो अवधिमा सुनको मूल्य 5 गुणा भन्दा बढीले बढ्नुमा अन्तर्राष्ट्रिय भू राजनीतिक तनाव, केन्द्रीय बैंकहरूले सुनमा गरेको लगानी र डलरको मजबुती मुख्य कारक रहेका छन्। एकातिर आयस्तर स्थिर रहनु र अर्कोतिर सुन जस्ता वस्तुको मूल्य आकाशिनुले मध्यमवर्गीय परिवारका लागि सुनको गहना अब सामाजिक आवश्यकता भन्दा पनि पहुँच बाहिरको विलासिताको वस्तु बन्न थालेको छ।